स्टार्ट। हेलो गाइस, दर्शक नमस्ते। सधैँ जस्तो वाइटिसनले आज पनि नयाँ भिडियोहरू लिएर आइसकेको छ। आज चाहिँ हामी कहाँ आएको छौँ भन्दाखेरि देउमाई नगरपालिका 3मा रहेको पर्यटक क्षेत्र पानटारमा चलेको महोत्सवमा हामी तपाईँहरूलाई लिएर आइसकेको छौँ। हेर सक्नुहुन्छ पानटारमा चाहिँ महोत्सव धुमधाम रूपले चलिरहेको छ। मान्छेहरू पनि यहाँ एकदमै धेरै भिड, बहुमत रूपले भिडहरू निकै बढिसकेको छ। सदाको भन्दा निकै यहाँ चाहिँ बढिसकेको छ भने हेर सक्नुहुन्छ। आफ्नो तालमा हुनुहुन्छ उहाँहरू सबैजना इन्जोय गरिरहनु भएको छ। यहाँ चाहिँ बच्चा पार्टीहरू पनि, त्यसपछि एडल्ट्सहरू पनि उहाँहरू चाहिँ आफ्नो तालमा इन्जोय गरिरहनु भएको छ भने कोही चाहिँ फोटो खिच्दै हुनुहुन्छ भने कोही चाहिँ यहाँ हिँड्दै मेलाहरू इन्जोय गरिरहनु भएको छ। कोही आउँदो हुँदैछ भने यहाँ मेला चाहिँ बहुत रमाइलो भइरहेको छ गाइज। तपाईँहरूलाई पनि कोही लोग मेरो भिडियोहरू हेरेर पानटार घुम्न आउनुहुन्छ भने तपाईँहरूलाई हार्दिक स्वागत छ। र मेरो भिडियोलाई लाइक, सब्सक्राइब, कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। वाइटिसनलाई माया गरिदिनु होला। हेर सक्नुहुन्छ यहाँ चाहिँ एउटा चस्मा पनि यहाँ बिक्रीको लागि आएको रहेछ। त्यसपछि रमाइलो हेर सक्नुहुन्छ। यहाँ चाहिँ फर्स्ट टाइम महोत्सव लागेको हुनाले बहुत भिड छ। यहाँ बच्चा लोग चाहिँ यहाँ पुरा कारमा इन्जोय गरिरहेको छ। अनि लाइक, सब्सक्राइब, कमेन्ट गर्न चाहिँ बिचमा चाहिँ प्लिज नभुलिदिनु होला। अब चाहिँ हामी महोत्सव एकछिन तपाईँहरूलाई देखाएर हामी आज पानटार देखि हामी फर्किनेछौँ। पानटारको बिचमा लागेको यो चाहिँ ग्राउन्ड भएको छ। ग्राउन्डमा पानटारमा रहेको ग्राउन्डमा महोत्सव चाहिँ हेर सक्नुहुन्छ। अब चाहिँ हामी फर्किसक्यौँ महोत्सवदेखि। यता महोत्सवतिर पनि आइरहनु भएको छ मानिसहरू। अब हामी चाहिँ महोत्सवदेखि घरतिर आइसक्यौँ। हेर सक्नुहुन्छ यहाँ चाहिँ पानटारमा चाहिँ बहुतै मान्छेहरूको भिड। कोही फर्किनु हुँदैछ, कोही आइराख्नु भएको छ। पुरा रमाइलो भइरहेको छ। कोही मलाई हाई भनिरहनु भएको छ। मैले चाहिँ हाईको रिप्लाई पनि दिन पाएको छुइनँ किनकि बोलिरहेको छु। ठुलो भइ चाहिँ नभन्नु होला हाई, ठुलो भइ चाहिँ नभनिदिनु होला हेलो। हेर सक्नुहुन्छ सबैजना खुसीले एकदम खुसी मनले घुमिराख्नु भएको छ। 2 दिन बाँच्नु छ गाइज, रमाइलो गरौँ न है। अनि मेरो भिडियो कस्तो लागिरहेछ अहिलेसम्मको त्यो पनि कमेन्ट गर्नु होला। अनि यसलाई पनि भ्युज चाहिँ पुऱ्याइदिनु होला, लाइक पनि दिनु होला, अनि सब्सक्राइब पनि बढाइदिनु होला मेरो च्यानललाई, वाइटिसनलाई। अब हामी एकछिन हेर्दैछौँ पानटार। यहाँदेखि चाहिँ महोत्सव चाहिँ त्यो पल्लो डाँडामा त्यो ग्राउन्डमा लागेको छ। हेर सक्नुहुन्छ पिङहरू हल्का देखिरहेको छ। मेरो क्यामेरा चाहिँ काम नगरेको हुनाले त्यति राम्रो चाहिँ भिडियो आएन गाइज, त्यसको लागि सरी छ। हेर सक्नुहुन्छ हाम्रो राष्ट्रिय झन्डालाई देखेर मन एकदमै पुरा देशभक्तिको रूपमा जान्छ नि त। झन्डालाई देखेर चाहिँ हेर सक्नुहुन्छ महोत्सवदेखि फर्किराख्नु भएको छ मान्छेहरू भने मलाई त्यो झन्डालाई देखेर चाहिँ एकदमै मन एकदमै तरङ्ग भइरहेको छ। अनि हेर्नुहोस् भिडियो पानटारलाई एकछिन इन्जोय गर्नु होला गाइज। अनि चाहिँ मेरो भिडियोलाई चाहिँ प्लिज सपोर्ट गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्यो त तपाईँहरूलाई त्यो पनि कमेन्ट गरिदिनु होला। अनि लाइक, सब्सक्राइब, कमेन्ट चाहिँ गर्न नभुलिदिनु होला अनिवार्य रूपमा। हेर सक्नुहुन्छ चराचुरुङ्गीको आवाजहरू गुनगुनाइरहेछ। अनि भिडियो कस्तो लाग्यो भिडियोलाई अन्तिममा हेरेर सब्सक्राइब गर्न नभुल्नु होला। ओके।